सो हेलो गाइज वेलकम ब्याक अगेन आज चाहिँ हामी एन्टवर्पेन जाँदैछौँ अनि एन्टवर्पेनको सर्ट ट्रिप हुँदैछ आज अनि मसँग एज युजुअल मेरो भाइ बहिनीहरू छ है सबैजनालाई वेलकम अनि इम्पोर्टेन्ट नयाँ वर्षको सुरुवात सँगसँगै सबैजनालाई ह्याप्पी न्यू इयर भन्न चाहन्छु यो भिडियो मार्फतद्वारा जो जतिले हेरिरहनु भएको छ सो हामी सानोतिनो क्लिपहरू खिच्नेछौँ अनि तपाईँहरूको माझमा अनि हामी एन्टवर्पेनको सहर घुम्नेछौँ अनि हामी के गर्नेछौँ हामी गएर अनि तपाईँहरू हामीसँगै हेर्नेछौँ है त ल सी यु देन टिल देन बाइ गाइस हामी चाहिँ आइपुगेको छौँ है आफ्नो डेस्टिनेसनमा एन्टवर्पेन आइपुग्यो गाडी पार्क गर्दैछौँ अघि आउँदा आउँदा राम्रो वेदर थियो अहिले आएर फेरि यहाँ चाहिँ क्लाउडी रहेछ होइन चिसो हुन थालेछ कस्तो नेचुरल लागिरहेछ है अब बेल्जियमको वेदर यस्तै छ गाइस अनि तिम्रो आइडिया होइन त एन्टवर्पेन नै यस किन ल कता कता घुम्न मन छ भन त मलाई यो सबै ठाउँमा घुम्न मन लागेको छ त्यो सेन्ट्रमतिर मलाई अनि के भन्छ मैले टिकटकमा देखिरहेको हुन्थेँ अनि राम्रो ठाउँ पनि छ नजिकै छ ब्रुजबाट सो आई जस्ट वान्टेड टु कम विथ फ्यामिली यु शुड स्टार्ट ओके अनि गाइस कस्तो लागिरहेछ त एकदमै अब हामीहरू हेरौँ कस्तो हुन्छ सनमलाई नि भेट्नु छ साथीहरू अरूहरू पनि छ अहिले झन् रमाइलो इन्फो दिनु चाहे एन्टवर्पेन चाहिँ एउटा बेल्जियमको सेकेन्ड बिगेस्ट सिटीमा पर्छ होइन अनि यो दिस सिटी इज नन बेसिकली फर डायमन्ड एन्ड फेसनको लागि चाहिँ एकदम फेमस ठाउँ भयो है अनि यति नै भन्न चाहे अहिले अब हामी चाहिँ मेयरमा जाँदैछौँ मेयर चाहिँ एउटा एन्टवर्पेनको चाहिँ सबैभन्दा ठुलो सपिङ स्ट्रिट रहेको ठाउँ हो है मेयर चाहिँ एउटा अलिकति धेरै चहल पहल दिने ठाउँ पनि हो भन्नाले अलि यहाँ मान्छेहरू अलिक ठुलो छ बजार चाहिँ है अब हामी बजारतिर घुम्नेछौँ हेर्नेछौँ है त गाइस स्टे ट्युन चिसो छ तर पनि हामीलाई बाल हो अरे क्या होइन टोपी लगाइदिएको चिसो भएछ ल ठिकै छ चिसो भयो नि घुम्न त रमाइलो हुन्छ है मान्छेहरू चिसो होस् पानी परोस् जेसुकै होस् यहाँको मान्छेहरू घुम्न चाहिँ छोड्दैन है गाइस रमाउनु चाहिँ जान्नुपर्ने रहेछ क्या यहाँ बेल्जियममा होइन हाम्रो युरोपियन लाइफ अलिकति बिजी लाइफ छ रमाउनु चाहिँ जान्नुपर्छ ओ फ्रिज फर्स्ट थिङ फर्स्ट वेलकम भाइ तिम्रो सिटीमा आएर मैले वेलकम भन्नुपर्ने होइन त ठिक छ नि है एक्लै आएको एक्लै आएछ के को भिडियो सुट ओके हु बिजी तिमी हाम्रो चाहिँ बाइ द वे आज ऊ गाइड टुर भएको तर हामी अलरेडी घुमिसक्यौँ होइन तर केही छैन लेटै भए पनि अब केही छैन अब हामी अलिअलि एक्सप्लोर गर्नेछौँ है त गाइज ऊ चाहिँ अल द वे फ्रम एन्टवर्प उसको सिटी हो यो होइन अनि आज हाम्रो गाइड टुर उही हुँदैछ है गाइज ल केही भन्नु छ के भन्छ स्वागत छ मेरो सिटीमा अनि अब के भन्ने अरू लाइकको च्यानल लाइक एन्ड सब्सक्राइब गर्नु ल गाइस नबिर्सिकिन
अलिकति इन्फो दिदियौ ओके यो ठाउँको बारेमा पहिला यहाँ भनौँ न पहिला मान्छेहरू यता ढुङ्गाहरूको हुन्थ्यो यता मान्छेहरू सिपहरू यता जम्मै मालहरू ल्याउने भित्र गर्ने एन्ट्रोको भित्र अनि उता पछाडि चाहिँ एउटा स्टेसन छ तिनीहरूको अनि पहिला त्यो अघि मूर्तिदेखि भएको थियो नि हात काटेको पहिला यो खोलामा एउटा मोन्स्टर बस्थ्यो तिनीहरू भनेको छ अनि जुन त्यो मान्छेले यस्तो यस्तो फालेको छ नि त्यो चाहिँ हिरो त्यसले चाहिँ त्यो मान्छेको मूर्ति त्यो मान्छेले मारेको जस्तो छ स्टोरी यसरी छ यो खोलाको बारेमा पनि अनि खोलाको मुनि पनि अन्डरग्राउन्ड हिँड्ने बाटो पनि छ कति 5 किलोमिटर होइन 5 किलोमिटर हो पारी जानलाई अनि यहाँ डुङ्गाहरू छ यता र उता जानलाई फ्रीमा के भन्छ नेदरल्यान्ड्समा यो उसलाई पोर्टलाई के भन्छ पोर्ट भन्छ होइन होइन पोर्ट भन्छ नि होइन हावन भन्छ नि होइन डुङ्गा चढ्ने ठाउँलाई अब हामीले चाहिँ उस भन्छ ओभर ह्याङ बोट भन्छ होइन यहाँको मान्छेहरूले अनि अर्को ब्लू कलरको पनि बोट आउँछ त्यो चाहिँ यतादेखि अरू सिटीमा जान्छ ओके ल यति नै राखौँ है अहिले धेरै होला जस्तो छ तर एज यु क्यान सी है सनसेट पनि हुँदैछ है त गाइस सनसेट पनि राम्रो हुँदैछ अनि ऊ त्यहाँ सनसेट हुँदैछ यतापट्टि कालो बादल लागिरहेको छ अनि त्यसपछि चिसो छ होइन हात पनि यस्तो रातो भइसक्यो पन्जा ल्याउनु पर्ने बिर्सेछ है अब यस्तै छ केही छैन अब है अब हामी चाहिँ के अरे यो मास भन्छ होइन त्यो चाहिँ एउटा रेड बिल्डिङ हो एन्टवर्पेनको अनि इन्ट्रान्स चाहिँ म्युजियम हो बाई द वे सरी थ्याङ्क यू अनि त्यहाँ चाहिँ एकदम के अरे टल बिल्डिङ छ अनि त्यहाँ छिर्नको लागि चाहिँ फ्री इन्ट्रान्स पनि हो त्यो एउटा विच इज भेरी नाइस होइन अनि त्यहाँ गएर चाहिँ हामी टपमा गएर चाहिँ हामीले त्यो पुरै एन्टवर्पेनको सिटीलाई चाहिँ हामीले चाहिँ भ्यू गर्न सकिन्छौँ है सो गाइज हामी त्यहाँ जाँदैछौँ अनि अहिलेको मेरो अगाडिको भ्यू चाहिँ पछाडिको चाहिँ यस्तो छ है अब अगाडि चाहिँ यसरी हामी दरबार हुँदै छिर्दै जाँदैछौँ होइन यिनीहरूलाई यस्तो जाडो भएको दौडिने रे ल दौडेर ल दौड ओके गाडी छैन होइन गयो है अझ नाइस लुक गाइज मेरो हात त रातो भएको छ यहाँ चाहिँ बाटो बन्द बनाउँदै रहेछ अनि हामी चाहिँ साइकलको बाटोमा हिँड्दैछौँ गाइज बी केयरफुल है जाऊ तिम्रो मोबाइल खस्ला है भाइ यो बिल्डिङको बारेमा के भनिदिने हो त यो ठाउँको बारेमा मैले सुनेको अनुसार यो बिल्डिङभित्र जम्मै देशको नेसनल थिङहरू छ कि पिक्चर वेपनहरू जम्मै थिङ यो बिल्डिङभित्र छ कि लाइक पुरानो छ जस्तो म गएनसम्म तर छ जस्तो अनि यो खोलामा चाहिँ भनौँ यो टाकल जस्तो भनौँ होइन स्विमिङ समरमा स्विमिङ गर्छ यता यहाँको मान्छे अहिले गर्न सक्छ न अहिले गरेर हुन्छ अहिले कति छ डिग्री हेर त गाइस डिग्री कति डिग्री छ अहिले यस्तो मान्छे होइन मानिदिने मात्रै हो होइन के दिने हो होइन 4 डिग्री छ अलि यता 4 डिग्री यस्तो तातो भएर अनि रिग्रेट भयो होला होइन तँलाई रिग्रेट भइरहेको होला होइन भन्छ नि त्यो एउटाले यहाँ उस पनि हुन्छ एउटा गोलो डुङ्गा हुन्छ त्यसमा बारबिक्यू यस्तो पार्टी गर्ने यस्तो सानो सानो समरको लागि हो नि त ठिक छ अनि यहाँ बिल्डिङभित्र के कार्यक्रमहरू भइरहेको हुन्छ यस्तो के सोहरू आर्टहरू देखाइरहेको हुन्छ ओके अब ठिक छ युनिक पिस छ है यो पनि है
एकदम हावा लागेको कारणले चाहिँ चिसो भएको छ चिसो भएर भागेको चिसो भएर भाग्यो अब हामी पनि भाग्नेछौँ है केही छैन रमाइलो छ समरमा आयो भने चाहिँ एकदम दामी हुन्छ ठाउँ चाहिँ सबले पुरानो बिल्डिङको बाटोहरू छ के अरे पहिला पुरानोहरू कसरी मार्केट थियो कि पहिला मार्केट थियो आफै देख्नुहुन्छ अब हेर्नु न वाउ मार्केट थियो है यो पहिला अनि यता साइडमा चाहिँ डाइनिङ रेस्टुरेन्ट छ एकदमै राम्रो अलिक महँगो छ तर केही छैन यहाँ चाहिँ म नछिरे रहेछ यार कि त छिर्यो क्या म पहिला यो कतिको भोक लाग्छ यो घुम्न आएको हो कि खाना आएको होला भन्दा खाना आएको होइन होला हेलो अनि के छ एक्साइटेड छ नेपाली खाना नेपालको त्यो एकदम भएको छ गिटार पनि छ मैले बजाउँथेँ पहिला अनि के छ त रेडी टु इट रेडी एकदमै रेडी भोक लाग्यो होइन म एकछिनमा कस्तो लाग्यो त एन्सर तिमीहरूलाई यसकै उयस पुरा गर्नलाई आएको आज ल एकदम राम्रो छ एकदम राम्रो छ नि होइन एकदम गुड छु हामी हाम्रो गाइड बोय के छ त ठिक छ है थ्याङ्क साउट आउट टु यु गाइड म्यान DJ Alex इन द हाउस है ओके ठिक छ अब हामीले चाहिँ अलरेडी के अरे फोनबाट अर्डर दिइसकेको थियो अब आउँदैछ है त हामी के आउँछ हेर्नुपर्छ है त गाइड चाहिँ स्टे ट्युन अब चिया सेलाएको छ होइन चिया त अब सेलायो के कहाँ भन्दा ल है त बाबु है सी यु नेक्स्ट टाइम ल गाइस नबिर्सिकन लाइक एन्ड सब्स्क्राइब है दाइको च्यानल बनाउनु पर्छ है ल सी यु नेक्स्ट टाइम गाइस थ्याङ्क यू म्यान थ्याङ्क यू ल बाई बाई अब हामी घर फर्किँदै हो गाइस है आजको दिन यति नै थियो सो सिद्धिसक्यो है त ओके गाइज गुड इभिनिङ फेरि पनि है हामी चाहिँ आजको ट्रिप सकेर आइसकेको छौँ एन्टरप्रेन्योरको ट्रिप थियो अघि नै मैले मेन्सन गरिसकेको थिएँ है अनि जाँदाखेरि चाहिँ राम्रो वेदर थियो अनि त्यही वेदरको कारणले नै च्यालेन्ज गरेको कारणले नै आज यसो घुम्ने एउटा इच्छा भएको कारणले हामी एन्टरप्रेन्योर पुगेर आयौँ अनि राम्रो थियो त्यहाँ गएर चिसो भयो तर पनि भिडभाडमा मान्छेहरूको हुलमा अनि हामीले त्यहाँ सपिङ स्ट्रिटहरू हेऱ्यौँ अनि स्टिल तपाईँको त्यो के भन्छ मार्केट क्रिसमस मार्केट पनि रहेछ सो हामीले त्यो सबै खिचेछौँ अनि आजको लागि यति नै गाइज है अब स्टे ट्युन अनि फेरि अर्को भ्लगमा हामी फेरि भेट्नेछौँ है त गाइज ओके बाई 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 स्टे ट्युन स्टे ट्युन